हेलो, मेरो नाम चाहिँ शिव थपलिया हो। म चाहिँ यहाँ गाउँमा बस्छु, तर हाल अहिले सिटीमा छु। मेरो जेनेटिक मेरो ड्याडीकोले गर्दा हो कि के भएर एकदमै हेयरफल भएको थियो उता गएपछि। सो मलाई चाहिँ एकदमै हेयर इम्प्लान्ट गर्न मन एकदमै इन्ट्रेस्ट थियो। अनि उताबाट मैले यो मेरो 6-7 मन्थमा 5 नेपाल भ्रमण। यो बेला चाहिँ म धेरै ठाउँमा गएँ। लास्ट इयर नै मैले धेरै ठाउँमा गएँ, तर होइन अब चाहिँ यो बेला चाहिँ म हेयर इम्प्लान्ट गर्ने नै भने उसले चाहिँ टक्क लाएर त्यति नै डे मिलाएर एकदम गर्न खोजिरहेको थिएँ। अनि मैले यति धेरै सर्च गरेँ, पहिला पनि गर्थेँ। कति ठाउँको सर्भिस मन परेन, कति ठाउँको स्टाफ दे आर लाइक भेरी रुड मन परेन। अनि मैले चाहिँ यहाँ चाहिँ उताबाटै मैले चाहिँ खास गरी पोलिड्रम चाहिँ सुनेको कारण चाहिँ एउटा इन्स्टामा भिडियोहरू देखेर हो, लाइक हेयर यस्तो हेयर इम्प्लान्ट। अनि त्यसपछि मैले नम्बरमा मेसेज गरेँ एन्ड फर्स्ट एट्र्याक्सन वाज दीपिका म्याम। सी वाज भेरी गुड बोल्दाखेरि, जसले गर्दा चाहिँ मलाई एकदमै एट्र्याक्ट गरेँ कि दिस इज अ गुड प्लेस टु डु हेयर प्लान्ट भनेर। अनि त्यसपछि मैले डक्टरसँग कुरा गर्न खोजेँ, अनि उहाँले मलाई डक्टरसँग मिलाइदिनु भयो। अनि मैले डक्टरसँग कुरा डक्टर प्रमोदसँग कुरा गरेँ। उहाँले चाहिँ मलाई सबै यो सबै एक्सप्लेन गरिदिनु भयो अबाउट दिस थिङ्स। त्यसपछि मैले लास्ट टाइम मैले चाहिँ यहाँ नेपालमा आएर ब्लड निकालेर हेयर प्लान्ट गर्न खोजेको थिएँ। सो मेरो हातमा चाहिँ ब्रुस निक्लेर के भएको थियो। सो मलाई चाहिँ त्यहाँको सर्भिस मन नपऱ्यो। योपालि चाहिँ मैले उतैबाट ब्लड सबै टेस्ट गराएर मैले यता रिपोर्ट पठाएँ। अनि डक्टर प्रमोदले चाहिँ हुन्छ अल गुड भनेर सबै फिक्स गरेर अनि म चाहिँ यहाँ फोल्डरमा आएको। यो चाहिँ मेरो उताबाट आउने कहानी कसरी खोजिस् भनेर। सो यहाँ आएँ, म आएको भोलिपल्ट लाइक मैले मार्च 18मा सुरु गरेको थिएँ। ल्यान्ड भएको थिएँ मार्च 19 मर्निङ 8:45बाट मैले सुरु गरेको बिहान। लाइक फर्स्ट अफ अल लाइक उहाँहरूले मेरो हेयर ट्रिम गर्नुभयो, त्यसपछि हेयर मेजर गर्नुभयो, कहाँदेखि कहाँसम्म गर्नुहुन्छ। अनि मैले चाहिँ 3500 ग्राफ गर्ने मेरो प्लान थियो, 35 to 4000 गर्ने ग्राफ थियो। तर एज अ डक्टर सजेसन चाहिँ कतिसम्म जान्छ मैले चाहिँ एकदम बाक्लो गरिदिनु, किन भन्दाखेरि म यही गर्न आएको, मलाई पछिलाई फेरि आइरहनु नपरोस् भनेर भने। अनि उहाँले चाहिँ रेस्पोन्सिबिलिटी आफ्नै हातमा लिनुभयो। सो मैले उहाँले मेजर गर्नुभयो, त्यसपछि कुन ठाउँबाट गर्ने, कट्टामा गर्ने अनि गर्नुभयो। त्यसपछि आई थिङ्क म 8:30मा आएको थिएँ। 8:45 मलाई ओटीमा लिएर जानुभयो। अनि सबै एक्सप्लेन गरेर के भनेर फोटोसोटो खिचेर दायाँ बायाँ तल माथि यताउता सबैको फोटो खिच्नुभयो। अनि माथि जानुभयो। सो हामीले चाहिँ प्रोसेस स्टार्ट गऱ्यौँ। अनि द टेक्निसियन वर भेरी गुड। अनि नर्सहरू दे वर भेरी गुड, भेरी सपोर्टिभ, एकदम कुरा गरिरहने। अब म त्यसै बोलिरहने मान्छे। सो ओभरअल लाइक 6 बजी सक्यो। यहाँको सर्भिस एकदम राम्रो छ। सो लन्च यहीँ खिलाउनु भयो, मासु भात कुखुराको। अनि त्यसपछि गएँ। अनि भोलिपल्ट म बिहान आएँ। अनि उहाँहरूले मेरो पछाडि ड्रेसिङ गरिदिनु भयो, अनि क्लिन गरिदिनु भयो, बेटाडिन लगाएर क्लिन गरिदिनु भयो। इट वाज लाइक आई वाज लाइक डेड जस्तो भएको थियो बेटाडिन लगाउँदाखेरि। बट त्यसपछि चाहिँ मेरो पछाडि चाहिँ एकदम नर्मल वास ड्रेसिङ गरिदिनु भयो, सबै राम्रो भयो। तर बेस्ट पार्ट चाहिँ मैले चाहिँ आफ्नो केयर एकदम राम्रोसँग गरेँ, धुलोबाट बचाएँ। सो मेरो फेस चाहिँ स्वेलिङ भएको थिएन। अलिअलि साइड यहाँ चाहिँ स्वेलिङ भएको थियो, यहाँ चाहिँ स्वेलिङ भइहाल्छ खोपेको ठाउँमा। बट लाइक माई फेस वाज नर्मल होइन। मेबी मेरो केयर हो कि उहाँहरूले गर्नुभएको प्रोसिडर इट वाज भेरी गुड। अब त्यही हो, अहिले चाहिँ यतापट्टि हेयर छोपिरहेछ। ओभरअल द सर्भिस वाज भेरी गुड। Polyderm, globally trusted hair transplant expert.